सबैजनालाई नमस्कार। मेरो ब्लगमा आज चाहिँ टेन्डासको विदाई कार्यक्रम भएको छ। यहाँ शून्यता कालो बादल छाएको जस्तो साथीहरूबाट हुन गएको यात्री साथी तिमी कहाँ छौ भन भाइ बहिनीहरूको सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सानो एक्जामको लागि खेल्ने गर्थ्यो त्यो गल्लीमा छिमेकी कराउँथे सारो आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार्यो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्ने छौँ हामी निराश हुनु पर्दैन भो बाट तारा हेर्छु तिमी पनि उताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथी भाइ हेरी नजिकियौँ है जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने बच्चादेखि पढी लेखी अघि बढ्यौँ हामी सँगै अब जानु नै पर्ने कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने गाडी सँगै बिताउँछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सजिलै हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँ भरको सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँ भरको यहाँ शून्यता कालो बादल छाएको जस्तो यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे सारो आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार्यो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्ने छौँ हामी निराश हुनु पर्दैन भो
साँझ यताबाट तारा हेर्छु तिमी पनि यताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथी भाइ हेरी नजिकियौं है जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने बच्चादेखि पढी लेखी अघि बढ्यौं हामी सँगै अब जानु नै पर्ने कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने गाडी सँगै बिताउँछन् जिन्दगी जसरी तर साथी भए हुन्छ सजिलै राती पलको सँगै नहोला हामी तर साथ सधैँ भरको सम्झना बाँकी छ हम राती पलको सँगै नहोला हामी तर साथ सधैँ भरको यहाँ शून्यता कालो बादल छाएको जस्तो